न्यू ब्लग सो म अहिले यता खेततिर घुम्न आएको छु। अस्ति मैले ब्लग बनाएको थिएँ कि यो पुरै गहुँहरू पटाउने बेला भइसकेछ। सो आज तपाईँ हेर्न सक्नुहुन्छ यो पुरै गहुँ पाटिसकेछ, यसमा सिँचाइ भइसकेछ। अहिले मेरो साइकल बिग्रिसकेकोले म अहिले पैदल हिँडिरहेछु साइकल डोर्याएर। अब यता तपाईँ हेर्न सक्नुहुन्छ पुरै गहुँहरू पाटिसकेछ। अब यो यताको यो बाँकी छ, चिसो धेरै भएकोले गर्दा त्यो पटाएको भिडियो मैले रेकर्ड गर्न सकेन। सो तपाईँ हेर्न सक्नुहुन्छ अब भोलि यो पनि सिँचाइ भइहाल्छ। अरू यताको बाँकी छ। अनि अगाडि तपाईँ हेर्न सक्नुहुन्छ त्यहाँ प्यानल जडान गरिएको छ। त्यो प्यानल तर त्यो प्यानल अहिले काम गरिरहेको छैन, किनभने मौसम हेर्न सक्नुहुन्छ पुरैतिर घाम उदाएको छैन। त्यो प्यानल मात्र काम गर्छ जब घाम उदाउँछ। तर अहिले मौसम यस्तो छ कि कतै पनि घाम उदाएको छैन, यहाँ हेर्न सक्नुहुन्छ। त्यही भएर अगाडिको यो खेतहरू सिँचाइ गर्नको लागि यहाँ लाइनको पनि व्यवस्था छ। अगाडि पुरैतिर लाइन छ खेतमा, यहाँदेखि त्यहाँसम्म पोलहरू गाडेर त्यसमा लाइन जडान गरिएको छ। यता अगाडि हेर्न सक्नु अगाडितिर त्यो मोटरबाट पानी पटाइरहेको छ। त्यो मोटर लाइनले चलिरहेछ र यता कागहरू पनि हेर्न कति आएको छ। सो म यो यता हेर्न सक्नुहुन्छ कति कागहरू आएको छ। त्यो नजिक पुगेपछि हामी हेर्न सक्छौँ। त्यो अगाडि झुपडी बनाएको छ, किनभने यो मोटर रातभरि चल्छ र कहिलेकाहीँ यस्तो हुन्छ कि मान्छे नभएको बेलामा चोरहरू आएर मोटर नै खोलेर लगिने गर्दछ। यहाँबाट लगभग 2-3वटा मोटर चोरी भइसकेको छ। त्यही भएर मोटर यहाँ जडान गरिएको छ। अगाडि झुपडी बनाएर मान्छे बसेको छ। यो खेतमा पुरै सिँचाइ भइरहेछ र यो कागहरू हेर्न सक्नुहुन्छ कति आएको छ। काग किरा फट्याङ्ग्रा खानको लागि यता आएको छ कागहरू, यहाँ हेर्न सक्नुहुन्छ। चिसोमा एकदमै चिसो छ, त्यही भएर के गर्ने, यस्तै हो। समय नै चिसो भएकोले गर्दा त्यो धेरै भिडियोहरू रेकर्ड गर्न सकिएको छैन। अगाडि हेर्न सक्नुहुन्छ अगाडि पनि मोटर जडान गरिएको छ। हेर्न सक्नुहुन्छ अगाडि पाइपबाट खेतमा ल्याएर सिँचाइ गराइरहेको छ। यता पाइप फुटेर हेर्न सक्नुहुन्छ पुरै पानी यो बाटोमा आइरहेको छ। यो पाइपहरू धेरै पुरानो भएकोले गर्दा बिचमा आफै त्यो टेको हामी देख्न सक्छौँ। अहिले म साइकल डोर्याएर हिँडिरहेछु, किनभने साइकलको चेन छिनमै फुत्किरहेछ। त्यही भएर त्यही पनि। अनि यता साइडमा हेर्न सक्नुहुन्छ पुरैतिर पोखरीमा पुरै खाली छ। यो पोखरीमा माछा पालिएको छैन, किनभने यसमा बालुवा धेरै छ र पानी पनि टिक्न सक्दैन। त्यही भएर यसमा माछा पालेको छैन। यहाँ पनि हेर्न सक्नुहुन्छ त्यो फुटिसकेछ पाइप। अनि यता हेर्न सक्नुहुन्छ पुरै खेतमा सिँचाइ भइरहेको छ। खेतहरू पुरै सिँचाइ, गहुँहरू सिँचाइ गरिरहेछ। यहाँ पनि हेर्न सक्नुहुन्छ मोटर जडान गरिएको छ। यो लाइनबाट पाइप पानी तानिएको छ। सो भिडियो यति नै। म अर्को भिडियोमा फेरि भेटौँला। अहिलेलाई राख्छु, बाई बाई।